इतिहास केलाउनुहुन्छ भने रुमिन्डी हो, डिह भनेको सानो गाउँ हुन्छ र यो रुमिन्डी तपाईँ मैले इतिहासतिर जाँदैछु र प्रमाणको आधारमा भन्दैछु। यो रुमिन्डी अहिलेको जुन दानव नदी पहिलाको रोहिणी नदी त्यसको तटमा रहेको अहिले अमहवा निपनिया भन्ने ठाउँमा जुन खोलाले बगाउँदै गएको छ र तपाईहरूको ध्यान पुगेको छैन, पुरातत्व महाशाखाको ध्यान पुगेको छैन, नेपाल सरकारको संस्कृति पर्यटन मन्त्रालयको ध्यान पुगेको छैन, उहाँहरूले पनि ध्यान आकर्षणको लागि अनुरोध गर्न चाहन्छु। त्यो अमहवा निपनिया भन्ने ठाउँ एउटा सानो नगर थियो, समृद्ध नगर थियो र त्यही नगरको अधीनमा यो रुमिन्डी थियो र रुमिन्डीको समयमाईको स्थान हो अहिलेको मायादेवी मन्दिर भएको ठाउँ। समयमाईलाई रुमिन्डीको नामले रुमिन्देई र गाउँकै नामबाट रुमिन्देई माई भनियो र त्यही स्थानमा बुद्ध जन्मेका हुन् र त्रिपिटक र विभिन्न बुद्ध धर्म ग्रन्थहरू पनि तपाईहरूले बुझ्नु भएकै छ, बुझ्नु भएको छैन भने बुझ्नुस्। आदरणीय बौद्ध भिक्षु साथीहरू पनि हुनुहुन्छ, उहाँहरूबाट पनि बुझ्नुस्। भगवान बुद्धको तथागत भगवान बुद्धको जन्मको लागि चुनिएको स्थान हो यो रुमिन्देई। जब देवताहरूले भगवान तथागत भगवान बुद्ध स्वयंले कसैले भन्छ देवताहरूले चुनेको, कसैले भन्छ भगवान बुद्ध स्वयंले चुन्नु भएको स्थान हो। जसले चुने पनि उहाँहरूले चुनेको स्थान निश्चित रूपमा धेरै महत्त्वपूर्ण स्थान हो। त्यही रुमिन्डीको देवी समयमाईको स्थानमा जुन रुमिन्देई माई, त्यहाँको नामले रुमिन्देई माई हुनुभयो, त्यो स्थानमा जन्मिनु भएको। अहिलेको मायादेवी त नक्कली नाम हो, यो मायादेवी मन्दिरै होइन र यसलाई परिवर्तन गर्नुस्। मायादेवी होइन, यो रुमिन्देई माईको मन्दिर हो। र एउटा कुरा मैले आग्रह गर्न चाहे लुम्बिनी विकास कोषका साथीहरू, तारानन्द मिश्राको कमान्डमा जुन उत्खनन भएको थियो त्यो प्रतिवेदन नलुकाउनुस् तपाईहरू। तारानन्द मिश्राको कमान्डमा भएको उत्खननको प्रतिवेदन अध्ययन गर्नु र सार्वजनिक गर्नु। अहिलेको एउटा चोरले, लुम्बिनी विकास कोषमै काम गरेको एउटा चोरले तारानन्द मिश्राको प्रतिवेदनलाई चोरेर कपी पेस्ट गरेर आफ्नो नाम बजाएर व्यापार गर्दैछ। त्यो चोरलाई समात्ने काम तपाईहरूको हो र समात्नुस्, जरिवाना ठोक्नुस्। त्यो लुम्बिनी विकास कोषको सम्पत्ति हो। पहिलाको जति पनि उत्खननको क्रमको प्रतिवेदनहरू छ त्यो सार्वजनिक गर्नुहोस्। र मैले तपाईहरूलाई फेरि पनि आग्रह गरे, त्यो तारानन्द मिश्राको रिपोर्टमा मैले उहाँसित कुरा गरे अनुसार, उहाँ अहिले स्वर्गीय हुनुभयो, धेरै पहिलाको भेटमा मायादेवी मन्दिरको जुन अहिले बेसनी कङ्क्रिट ओछ्याउनु भएको छ तपाईहरूले, त्यो कङ्क्रिटको तलको जुन रुइन्स छ मन्दिरको 13th सेन्चुरी BC को रुइन्स हो। बुद्धको जन्मभन्दा 700 वर्ष पहिलाको मन्दिरको भग्नावशेष छ। त्यसलाई पनि उजागर गर्नुस्। आफूलाई पुरातत्वविद भन्ने साथीहरू, तपाईहरू वास्तवमै पुरातत्वविद हो भने सत्य नलुकाउनुस्, सत्यलाई सत्य रहन दिनुस् र सत्यलाई उजागर गर्ने काम गर्नुस्। जुन अभिभावकत्व, जुन अभिभारा लुम्बिनी विकास कोषको हो र लुम्बिनी विकास कोषले त्यो अभिभावकत्व र अभिभारा ग्रहण गर्नुपर्छ। तारानन्द मिश्राको प्रतिवेदनमा जुन मायादेवी, अहिलेको मायादेवी मन्दिर नक्कली मायादेवी मन्दिर, वास्तवमा त रुमिन्देई माईको मन्दिर हो। त्यो मन्दिरको तल जुन बेस छ त्यो 13th सेन्चुरी BC को बुद्धको जन्म, भगवान बुद्धको जन्मभन्दा 700 वर्ष पहिलाको मन्दिरको भग्नावशेष हो। र त्यो रिपोर्टलाई, त्यो प्रतिवेदनलाई त्यो चोरको हातबाट
बाहिर ल्याउनुहोस् र पब्लिस गर्नुहोस्। यही मेरो अनुरोध छ लुम्बिनी विकास कोषका साथीहरूसित। यदि तपाईहरू लुम्बिनीको लागि केही गरौँ भनेर आउनु भएको छ भने 10 मिनेट बोल्न दिनु न।